मलाई त क्या टेन्सन भएको थियो नि यो गाडा हुन्न भनेर। बेबी गर्ल तिमी किन टेन्सन लिएको? तिमी मेरो ट्रु हो भनेको होइन, मेरो ट्रु हो कि तिमी। अफ कोर्स रातो त भइहाल्छ नि। You love me so much, right? आई लभ यु के बेबी। One thing about us नेपाली people is that हामीलाई चाहिँ रिसाइकल र रियुज चाहिँ एकदम राम्रोसँग गर्न आउँछ। म चाहिँ यो रोजमेरी वाटर ट्राई आउट गर्दैछु अनि हाम्रो यो छिस गर्ने बोतल हुन्छ नि त। अनि guess what I am using? This thingy. And it works well, like it works really fine. सफा चाहिँ मजाले गर्नुपर्छ गाइज हैन, तर जस्ट इट वर्क्स वेल। गो नेपाली पिपल, लेट्स ट्राई एनिमे भोइस इम्प्रेसन्स। जस्ट अ डिस्क्लेमर, आई एम नट गुड एट इट, आई जस्ट वान्ट टु ट्राई टु सी हुन्छ कि हुँदैन। सो लेट्स गो। मोशिमोश, दाइजोबु देसु का? आरा आरा, सायोनारा। नारुतो-kunが大好きだから。酸っぱいミッション、ワクワク。あーにゃ、母いなくて寂しい。彼の魂はもうここにはない。ごめんね。なるほど。ありがとう、アスタ。ダメごめんね、アスタ。जुलाई इन्टेकले मात्र 25 करोड भन्दा बेसीको स्कलरशिप पाइसके। म एकैछिन उक्लुक्कै ढले है। मै मात्र अभागी रहेछु भनेर एक बाल्टी आँसु झारिसकेको थिएँ। माई फ्रेन्ड टोल्ड मी अबाउट अस्ट्रेलिया एजुकेसन फेयर। त्यसपछि दामी रिसर्चबाट त 30 वटा भन्दा बेसी टप युनिभर्सिटिज र कलेजेस आउने थाहा पाएँ। यत्रो सबै बुझिसकेपछि त एउटा न एउटा स्कलरशिप मैले पनि डिजर्भ गर्छु नि। त्यसैले प्लेन चढेर, लट्ठी टेकेर, जादु गरेर, एनिवेयर डोर खोलेर, हिँडेरै भए पनि 12 अगस्तमा आइटिपी अफिस रत्न भवन कमलादी पुग्नै पर्छ। बोयफ्रेन्डलाई त पिआर वालीले उडाउन लागिसक्यो माता। अब म विदेश जानलाई के गर्ने होला भनिदिनु। हैव नो फियर व्हेन भिजा माता इज हियर। ला फ्रेश भइयो, अब सुरु गरौँ। यो नानीलाई विदेश जानलाई रोक्ने को हो भाइ भूत? यो हो भाइ भूत भन्दिन, तन्कर थोपडामा मरेको छ। 12 अगस्तको दिन तिमी कतै जानुपर्छ। कता माता? कमलादी। 30 वटा भन्दा बेसी टप युनिभर्सिटिज र कलेजेस भएको ठाउँ। ए त्यो आइटिपी को अस्ट्रेलिया। त माता कि म माता? त बोल्छेस, त आइज। अस्ट्रेलिया एजुकेसन फेयर। यदि त्यहाँ गएर सबै बुझ्यौ भने तिम्रो विदेश जाने बाटो पक्कै खुलिनेछ। अनि मेरो स्कलरशिप पाउने चान्स चाहिँ जुलाई इन्टेकले मात्र 25 करोड भन्दा बेसीको स्कलरशिप पाइसके भने तिमीले नपाउने कुरै भएन नि। भिसा माताको आशीर्वाद छ। जय भिसा माता, जय। टाइप्स अफ पिपल इन दिस डर प्रोग्राम। नम्बर 1 मा हुनुहुन्छ अफ कोर्स द कुराउटे पिपलहरु जसलाई आमा हो र नगरिकन डरै पच्दैन। नम्बर 2 इज द सत्य सावित्री पिपल जसको फ्यान्टामा रक्सी छैन तर रक्सी जस्तो गनाउँदै नाच्नेहरू। नम्बर 3 मा छन् घर बसेका बोर भएका मान्छेहरूले पनि तीज मनाओस् न भनेर उद्धार गरेर लाइभ बस्नेहरू। नम्बर 4 मा हुनुहुन्छ केटीहरूलाई नराम्रो फिल नहोस्, एकदमै इन्क्लुडेड फिल होस् भन्दै बीचमा ढकेल्दै आँखा झिम्काउँदै नाच्न आउने थर्की बुढाहरू। जस्ट फर द रेकर्ड हामीलाई इन्क्लुडेड हुनु छैन। नम्बर 5 इज द एउटा भिडियो खिच्दिनु न, एउटा फोटो खिच्दिनु न भन्ने मान्छे। अब यत्रो तीज मना चाहिँ 1 महिना अगाडि पैसा तिरी अब राम्रो एउटा टिकटक जाओस् न हैन, टक्क पोजमा फोटो जाओस् सबैले देख्ने गरी। द्याट इज इट फर टुडे। दिस इज माई सर्र परेको टिकटक भिडियो फ्रम द तीज इभेन्ट। सबैले देखोस् न हैन। लु बाई। धेरै ठुलो प्रब्लम त होइन, तर तपाईले केही गर्नु भएको थियो? हेर्नु डाक्टर साहब, यिनले लाफिङ एकदमै क्या त्यो लाफिङ अजिनामोटो भएको पानी थोपै नखानी, त्यो पिरो चाउ ल्याछ कि मा नुडल्स ल्याछ, पानीपुरी खाछ, अनि त्यही भएर पनि हो जस्तो लाग्छ मलाई। हेर्नु न, होइन धेरै त खाँदैन। गजब बेइज्जती है। जति झगडा गरे नि हाम्रो मम्मीलाई छिमेकी आन्टीकोमा जानै पर्छ। किन जानु पर्यो त त्यस्तो सुनाउनेकोमा भनेको? धेरै नकर आज हाम्रो 30 दर प्रोग्राम छ भन्दै जानुभयो। मैले पनि लो सकिना बा भनेर मस्त बोयफ्रेन्डसँग मस्किराको थिएँ। अचानक मम्मी पो आउनुभयो। फोनै मात्र चलाएर बस्थे त्यसको छोरीले विदेशमा यस्तो राम्रो पढेर टप हान्न लागिसकेर सबले बयान गर्छन् रे, कलेजमा काम पनि पाइसकेर कति राम्रो, मेरो छोरी मात्र के भएको यस्तो भनेर रुन थाल्नुभयो। अब विदेश त कसले जान मन नलाग्ला र? 12 पछि विदेश गएका साथीहरूको स्टोरी हेर्यो भने कस्तो रमाइलो हुन्छ। आफ्नो त आइएल्स कोर्स नै 5.5, ब्याचलर्समा नि 55% भाग्य
रहेनछ भन्दै रुँदै बाहिर गएको त एउटा केटी विदेश जानलाई देखि मन चसक्कै भयो। कहाँ जान लाग्यो नि भनेर सोध्दा त युके को टप युनिभर्सिटी जान लाग्यो रे। अनि मैले नि मेरो दुःख जति सब पोखे। टेन्सन लिनु पर्दैन, 5.5 आइएल्स कोर्स आए पनि 5 वर्ष ग्याप भए पनि ब्याचलर्समा कम ग्रेड्स आए पनि पोस्ट ग्रेड र अन्डर ग्रेडलाई युके जान त 100% सक्सेस रेट छ। त्यसैले 23 सेप्टेम्बरको दिन आइडिपी अफिस कमलादी गइहाल, युके एडमिसन डे छ पो भन्। हाम्रो मम्मीलाई सुनाको त कुद्देर उडेर हाम फालेर भए पनि 23 सेप्टेम्बरमा आइडिपी अफिस कमलादी जानुपर्छ भनेर हामी त आमा छोरी नाच्दै खुसी नि। फाइनली रेडी भए। अब चाहिँ सुत्छु। ए सरी, यसरी पो सुत्ने हो त। हेलो आलिसानको बाबा, हेर्नुहोस् न आज कस्तो झुमर फोहोर देखिरहेको छ, टेबल पनि फोहोर छ, सबै चिज फोहोर छ के। हजुरको 6 करोडको मिटिङ छ नि आज, त्यो सकेपछि यस्तो 10-12वटा कामदार लिएर आउनुहोस् न घरमा। उहाँले भन्नुभएको आज जसरी पनि सफा गर्नु छ अरे है। हस् ल, दर्शन आलिसानको बाबा आउनुहोस् ल चाँडो। गाइस फाइनली योपालि केही जुठो परेको छैन, दसैँमा टिका लगाउन पाइन्छ। आलिया कुर्ता पनि रेडी छ, टन्नै रिलेटिभ जाने रे। अनि दामी टिकटक बनाउनुपर्छ प्लिज, योपालि ब्लोट नहोला। अनि मासु खान्छ भने कहाँ हुन्छ त? दसैँमा मासु नखाए कहाँ खान्छ त नि, प्लिज मिलाउनु योपालि ल। अनि हार्ट कोही रिलेटिभले त्यहाँ कति मोटाको काली भयो नि, कति राम्रो है, झन् काली भएछौ, बिहे कहिले गर्ने, जब पाइसक्यो, बोयफ्रेन्ड छ हो भन्यो भने प्याचै नबोल्नु ल ल। हाई दिदी बहिनीहरू, म लेट त भइन नि, ठ्याक्कै दसैँको लागि मिलाएर आएको कि। मलाई यो जिन्दगीले कहाँ पुर्यायो। कान्छी मेरी कान्छी मलाई कान्छा बना। भेडाको छालामा भेडिया लुकेर आए पनि छुट्याउन सक्ने, तर यस्तो आँखै खाने ह्यान्डसम पैसाले बनेको यस्तो राम्रो केटोलाई नर्मल सोचेर गाली गर्ने हाम्रो केटी अब त जबबाट गई। नो हाम्रो बस हैज मम्मी इश्यूज। त्यसैले हि थिङ्क्स यो केटी त कस्तो युनिक यार, मलाई त गाली पो गर्यो। केटोले यो सोच्यो फस्यो। अनि हुन्छ कोइन्सिडेन्सको वर्षा, एउटै बिजनेस ट्रिप, एलिभेटर पनि सँगै हुँदा बिग्रिने, खुट्टा पनि कति मिलेको उही हुँदाखेरि लडिहाल्ने, पानी पनि आँसुसँगै पर्ने, अनि छाता ओढेर हाम्रो आँसु पुस्नलाई, लड्दाखेरि समात्नलाई आउँछ हाम्रो हिरो। ल परे हाम्रो त्यतिकै नाचौ साथी यतिकै। यो भाडा त कस्तो पक्कै पनि यसले भाडा माजेर होला कि, यस्तो भएको यसले त के घरको के कामै गर्न। मेरो हातबाट खस्यो होइन अब। मेरो त विदेश जाने एकजना साथी थियो नि, आज उसको घरमा सबैजना बस्ने रे के, ओपन जाम भइहाल्छ नि। बरु यसो गर, त्यहीँ बस, अबदेखि आउनै पर्दैन। किन तेरो यहाँ घर छैन क्यारे, तेरो आमा बाउ हामी होइन क्यारे, खाना लाउन दिया छैन होइन, त्यहीँ बसे हुन्छ, फर्किनु पर्दैन घर। नानी मेरो यो टिकटक हेर्दिन के भएको। एकैछिन यो सकेर गरिदिन्छ है। यत्रो 9 महिना आफ्नो पेटमा राखेर यत्रो मेहनत गरेर हुर्काएको अझै देख्नुलाई रहेछ। म मर्छु त्यसपछि थाहा हुन्छ तँलाई, बुझिस्। फेरि के किनेर लिएर यसले हे तेरिका पैसा रूपमा फल्छ हो हाम्रो। मैले सेलबाट लिएर हो के, म ल्याइस् तैँले सेलमा ल्याइस्। त्यो जहाँ 600 रुपियाँ पर्ने चिज 2000मा लिएर आउने मान्छेको नि कुरा पत्याउँछ। अहिले दराजको 11/11 को बिगेस्ट सेल अफ द इयर चलिरहेको छ कि मम्मी, अप टु 80% अफ, अनि लाखौं प्रोडक्ट्समा 7 करोडको डिस्काउन्ट। अनि त्यही भएर त मैले मिलाएर सबै चिज किने। अनि तैँले पहिले भन्नु पर्दैन त, बेकार मेरो प्रेसर हाई मात्र हुने काम गर्छ यसले त। म्याक्सिमम डिस्काउन्ट्स पाउनलाई दराज एप खोलेसी 11/11 को मेन पेजमा ठ्याक्क 11/11 को 12 बजे ब्याङ्क भाउचर साथै अरू दराज भाउचर्सहरू रिलिज हुन्छ, जुन छिट्टै कलेक्ट गर्न पर्छ एज दे रन आउट सुपर फास्ट। साथै प्रोडक्ट पेजमा नि देयर आर ब्रान्ड भाउचर, शिपिङ भाउचर, मेगा भाउचर एन्ड अरू भाउचर्सहरू। त्यसैले किनौ सबै दराज 11/11 मा।
गाइसहरु किन स्याड भइरा भने दसैँ मनाउन नपाएर के भयो त तिहार त भव्यले मनाउँ न हामी हैन म त आश राख्दिनँ हामीले दसैँ तिहार मनाउँछ भनेर भाग्य यस्तो छ जस्तो छ जति बेला नि आइहाल्छ त्यही तिम्रै पिरियड अर्काले चाहिँ त्यस्तो रमाइलो गरेको देउसी भैलो खेलेको सबै चाहिँ म हट वाटर ब्याग लगाएर हेर्नु नि आउँदैन कि आउँदैन आउने बेलै भएको छ नि त्यहाँ दसैँ बेला आएको होइन साँच्ची हो साथीहरु म त आइहालेँ नि कहाँ झन्डै ढिला भएको जस्तो लागेर कुकुर नि कृपया म छोड्छु होला त मेरो बेस्टिजहरूलाई कहिले पनि मरिन्छ कि आवाज तेरोमा टिकटक चल्नु छोडायो हो कति बेला जाने हो बरु गइहाल्यो होला नि यो के झुल्लाएर राख्यो होला ओइ ओइ बिहान भयो टिकटक हे भगवान यत्रो 400 वटा ड्राफ्ट कहिले सेभ गरि भ्याउने मैले यस्ता टिकटक सिकटक त पहिल्यै बिहान गर्नुपर्ने बल्ल बुद्धि आएछ गभर्मेन्टको पनि यस्ता विकृति फैलाउनेहरू ठिक्क भएको छ गयो 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 अब गयो अबको आधी घन्टामा चाहिँ स्योर बिहान हुन्छ जस्तो लागिरहेको छ कि मलाई भित्रभित्रबाट एउटा फिल आइरहेको छ कि डेमोक्रेटिक कन्ट्री भएर पनि टिकटक जस्तो प्लेटफर्मलाई ब्यान गर्नु भनेको त हाम्रो यो फ्रिडम अफ एक्सप्रेसन कम्युनिकेसन स्पिच र इन्फर्मेसनको त हनन हो नि त साथीहरु टिकटक ब्यानको ह्यापी बर्थडे टु यु है त ल